रेप होइन के ऱ्याप भन्नुस् न त्यही यो मिलेन लेभल चाहिँ बाउ बोल्या ए होइन के भनिस् रे के त भन्दाखेरि आखिरमा हो यो ककेको भाउ मै हो लु भन् तैँले मलाई किन बनाइस् दामी दियो यो ऱ्याप ब्याटल हो क्या माथि गएर बस्छ त दियो कडा दियो हिजोसम्म यो पानी कति खल्लो लाग्थ्यो आज कति मिठो लागेको छ सायद बुहारीको हातबाट भएर होला छोरा अब चाहिँ तैँले पनि लाइन समात्नुपर्छ बुझिस् हुन्छ भाउ यो हाई टेन्सनको लाइन समातौँ कि 3 पेजवाला लाइन मेरो खराब दामी पानी छ मेरो खराब मेरो त्यहाँ एउटा प्रेसिडेन्ट कार्यक्रममा जानु छ के तपाईँहरू बस्दै गर्नुहोस् म आउँछु एक्लै जाने भनेको हामी पनि तपाईँसँगै जाने बरोहरू मलाई खतरै कविता फुरिसक्यो सुन्नु है त अप्ठ्यारो बाटो नहिँड प्रिय ठेस लागेर लडौली धेरैजनासँग लभ गर्दै नहिँड प्रिय यस लागेर मरौली बोले बरु आफै के सफलता अहिले यो वाचन गर्नुभयो भने त सिधै फर्स्ट हुनुहुन्छ बरु ऊ चाहिँ मेरो श्रीमती नमस्ते मम्मी हे भगवान तपाईको उमेर चाहिँ कति हो यत्रो बुढो छोरो रहेछ त ए आमा हो म बुढो सुडो होइन यो त उमेर मिलाउने कोसिस मात्रै गरे हो यो उपायले पनि तनाव मात्रै दिने रहेछ डल्लै हेर्ता को आयो हेर्ता को आयो आँखा टेढो मुख बाङ्गो टाउको सारो पेट गिलो आँखा टेढो भएको नाक बाङ्गो घाँटी सुन्निएको हेर्ता को आयो हेर्ता को आयो ए भाइ को आयो त खोइ कोही पनि आएको छैन त ब्याटल चाहिँ हान न तिमी नमस्ते ससुराबा होइन छोरी कता हुन् कति फोन गरिसकेँ मैले फोनै उठाउँदिनन् छोरीसँग त मेरो अहिले कन्ट्याक्टै छैन ससुराबा बाहिरे नि मागे अन्तै बुढी बोक्यौ के निर्माया ठुलो देख्छु के त आफैले त्यस्तो ट्यालेन्ट केटीसँग बिहे गरेपछि चाहिँ तेरो बाउले त केटीसँग बोल्छ चाहिँ कसरी हो अनि बुहारी नानी तिम्रो घर चाहिँ कता अरे यसो परिवारको बारेमा केही बताउ न So we have an extended family. There's actually 18 members in our family. And our family lives in Janakpur. And all of my uncle lives in different places. So one uncle lives in Janakpur. And another one lives in Nepalganj. And another lives in Biratnagar. And my cousin sister lives in Kosi Tapu. भनेपछि कोसी देखामा फुपू कोसी टप्पुमा अर्ना Why are you even laughing, father-in-law? अब ल भन्दा पनि मैले कृषि पढेर 3 चोटि फेल भएर छोडेको साउनभरि माछा मासु डबका सबका केही चल्दैन साउनभरि रहेछु नि त भन्नेका लागि व्रत बसिरहेको छु हेर्नु न भर्खरै मन्दिर पुगेर आएको म लागि पनि कट्टु पर्ने हरिए चिन्न पनि सकिएन गाउँमा नयाँ हो कि कसो नयाँ त होइन पुरानै हो हामीलाई कहाँ चिन्नुहुन्थ्यो त हजुरले
सिधै मन पराउँछु भन्न नसक्या हुनुपर्छ। माशाल्लाह माशाल्लाह खर्काको